सो हेलो जय मसी एन्ड नमस्ते सबैजनालाई। आज चाहिँ म सङ्गतिको लागि रेडी हुँदैछु। सो गेट रेडी विथ मी। फर्स्टमा हाम्रो अप्सन रहेको छ यो वाइट सर्ट है। आज चाहिँ म अलि के अरे सङ्गतिको लागि के यस्तो लुगाहरू पनि चुज गरेर बसेको ढिलो हुँदैन क्या हो भन्ने हुन्छ होला होइन। बट धेरै समय अगाडि नै म रेडी भएर आएको कि मतलब टाइम छ धेरै यो भ्लग बनाउने नै भनेर। सो मैले टाइम निकालेर बनाउँछ। त्यो पनि आज भने बेला मेरो निन्द्रा बिग्रेर मच्छरले। ओके दिस इज होइन एकछिन कपाललाई यस्तो गरेर देखाउँ। सो सो पहिलो आउटफिट रहेको छ हाम्रो यो So guys, this is my first outfit, right? I'm like a teenager. Mother crush 20 paisa ke. Okay. So this is my second. Oh my god, you पनि कति राम्रो छ है। एक्चुअली मलाई के भने मलाई यो स्कर्ट चाहिँ लाउनु नै छ, तर यो स्कर्टसँग कुन टी सर्ट लाउनु चाहिँ एकदम कन्फ्युजन छु। सो यो पनि राम्रो छ है, मतलब यसले गर्दा मेरो सोल्डर अप राम्रो देखाउँछ कि। ओके ओके अब म बीच बाटोको पनि भ्लग बनाउने छु। ओके युट्युब च्यानलमा हेलो भन्न सबैजनाले। अब हाम्रो सङ्गति पनि छुट्टी भइसक्यो। हामी रेकर्ड करना हो अलि राम्रो कतिको छ सब्सक्राइब माई च्यानल। दिस इज माई च्यानल। सो गाइज अब हामी चाहिँ सब्सक्राइब हर च्यानल के अरे पनि छ गाइजहरु के अरे टिकटक पनि बनाउनुहुन्छ गाइजहरु। टिकटकमा पनि लाइक कमेन्ट शेयर रियलमा पनि द ग्ल्याम प्रिन्सेस छ। मेरो यो भ्लग एकछिन म एनोसालाई हस्तान्तरण गर्नेछु। एनोसा पछि अरू बहिनीले बोल्ने छ। हेलो गाइस। हेलो गाइस, म चाहिँ एनोसा। अनि आज चाहिँ हामीले भ्लग आज चाहिँ हामी यहाँ चर्चमा आएको छौँ, युथ सङ्गतिमा आएको छौँ। र हामीले चाहिँ अघि नै आएर सिटी पनि सक्यो। अहिले चाहिँ हामी गाडीलाई कुर्दैछौँ। यता हेर्नु होला भ्यूलाई गाइजहरु, यता भ्यू हेर्नु होला है, म तपाईँहरूलाई देखाउँछु। हामी चाहिँ अहिले बोर्डेमा छौँ। अनि हामी चाहिँ यहाँ भ्यू हेर्दै गाडीलाई वेट गर्दैछौँ घर जानको लागि। अरू भ्लग चाहिँ बसमा कम्प्लिट गर्ने। यसपछि कसलाई हस्तान्तरण गर्दैछु भन। म चाहिँ प्रशंसालाई हस्तान्तरण गर्छ। हेलो, म चाहिँ प्रशंसा हो। अहिले राम्रो अरू निकाल एडिट गर्नु धेरै गाह्रो छ। अनि हामी चाहिँ अघिदेखि कुदिरहेछौँ। धेरै ढिलो भइसक्यो, 7:40 भइसक्यो। अनि सुन्दादीले चाहिँ होइन एनोसरले चाहिँ मलाई दिएको छ। अनि
अहिलेसम्म नि गाडी आएको छैन अनि हामी चाहिँ अहिले गाडी आएपछि भ्लग कन्टिन्यू गर्नेछौँ अब यसपछि म करुणालाई हस्तान्तरण गर्न गइरहेको छु। हेलो गाइस, म चाहिँ करुणा हो। हामी आज युथ सम्मेलनमा सङ्गतिमा आएको थियौँ तर हाम्रो छुट्टी भएर नि हामी आधी घन्टासम्म रुकेर बसिरहेको छौँ। गाडी आजसम्म आएको छैन, अघि 2टा गाडी गइसक्यो। यहाँ सबैको भ्लगको नाम भनिरहेछ। सो गाइज अब हाम्रो चाहिँ यस लगातार तिमी बोल्ने ओके, यस लगातार हाम्रो भ्लग चाहिँ अब गाडीमा कन्टिन्यू गर्नेछ यदि हाम्रो त्यो इन्भाइरोमेन्ट मिल्यो भने, नत्र म एकैचोटि रुम पुगेपछि मेरो भ्लग गर्ने हुनेछ। र सुन्ता दिदीको भ्लगलाई सबैले सब्स्क्राइब गर्नु होला, लाइक पनि गरिदिनु होला, धेरै हेलो मेरो यसपछि यसलाई हस्तान्तरण गर्छु न। यहाँ हेर्नु हामी सबैजनाको ग्रुप छ, सबैजना। सो यसपछि म सवितालाई हस्तान्तरण गर्दैछु। हेलो गाइस, मेरो नाम सविता हो। भर्खर छुट्टीबाट बाटोमा बसिरहेको छु गाइस। उयो बोडेमा हो, अहिले गाडी कुदिरहेछ हामी गाइसहरू। के अरे करुणाले दिएको मलाई आई लभ फर्स्ट अल युट्युब, आई लभ नो एप्पल, आई लाइक म्याङ्गो गाइसहरू बोडे हो। सुनिता दिदी यता हुनुहुन्छ गाइडहरू। सुनिता दिदीलाई यो मोबाइल हस्तान्तरण गर्दैछु। सो धन्यवाद सविता बहिनी, मलाई मोबाइल हस्तान्तरण दिदी हस्तान्तरण गर्नुभएकोमा। अब तिमी बोल्ने? ओके, तिम्रो हिम्मत छैन नि त। ओके गाइस, हाम्रो यो भ्लग चाहिँ अब ठुल्ठुलो ग्रुप यो इन्ट्रोडक्सन मात्रै दिने हो कि, त्यही भएर हामीले चाहिँ यसो इन्ट्रोड्युस गरेको किनकि पछि हामी आफ्नै युट्युब च्यानल खोल्नको लागि अनुहार देखाएको फेस देखाएको हामीले। हाम्रो एकदम राम्रो भाइरल भएको मान्छे सुनिता दिदी हो। बोल्यो भने धेरै बोले हुन्छ। द्याट्स वाइ हामी यसमा चाहिँ अहिले खतम गर्दैछौँ है। हामीले चाहिँ बल्ल गाडी पाएका छौँ। हेलो गाइस, म अब भ्लग स्टार्ट गरिरहेको छु। हामी बसमा बल्ल प्याक गरेर उभिएर गइरहेको छु बाटोमा गाडीमा। त्यसपछि हामी भ्लग अब स्टार्ट गरिरहेको छु। हामी सबैजना सालुन गर्छ युथहरू छ। यसमा हामी कहाँ झर्नेछौँ? हामी नटपेर झर्नेछौँ। हामीले चाहिँ 1 घन्टा कुरेर बल्ल पाइप गाडी कस्तो भएको छ। मैले अघि नै भनिसकेँ तपाईँहरूलाई, अब उसको पालि हो। म हेर्नु चाहिँ सो गाइस, हामी चाहिँ अब रद्द पार्क झरेपछि हाम्रो भ्लग कन्टिन्यू गर्नेछ है त। ओके, बाई बाई। सो गाइस, हामी चाहिँ अहिले यस्तो अँध्यारो भइसक्यो। म थाङ्गो त 8 बज्छ होला। अँध्यारो भइसक्यो। अब सुनिता दिदी कसरी जाने आज खोलाङ्कीमा गाडीमा जाने नि के कसरी जाने?
भोलि मात्रै जाने सुनिता दिदी किन रात परिसा गाइज र रात पराको त्यही छैन मसँग टच छ गाइजहरुमा चाहिँ भिडियो देखाउनु This is our beautiful view. त्यो यस्तो यस्तो छड्क्यो के म मेरो जग्गा भयो भने त्यस्तै यस्तैसम्म किन भाग्यो त आउ न दिदीहरूलाई एक्सपेक्टेसन आइदिएन हेलो गाइज भन्नु न त यसलाई आउँदैन गाइज भन्न यसलाई त साइन थीटा बी थीटा भन्न मात्र आउँछ सो गाइज हामी बल्ल बल्ल चल झर्यौँ रत्न पार्कको भरे बल्ल बल्ल झर्दैछौँ अनि बल्ल बल्ल 1 घन्टापछि हामी बल्ल बल्ल रत्न पार्कको सिडी झरिरहेछौँ अनि हामी चाहिँ अब यहाँबाट फेरि एउटा गाडी चढ्छौँ अनि त्यसपछि घर जान्छौँ अनि हामीलाई चाहिँ एकदम गाह्रो भइरहेछ गाडी एकदम प्याक थियो अनि बल्ल बल्ल लास्टमा सिट पाएर बल्ल बल्ल आएको हामीहरू चाहिँ अब चाहिँ हामी सो गाइज हामी चाहिँ अब रत्न पार्कको बस पार्क आउनु थाल्यो जहाँ थानकोट कलङ्कीहरूको गाडी पाउँछ सो म चाहिँ हेरेँ यहाँ गाडी जस्तो अनि हामी चाहिँ गाडी चढेर जानेछौँ अनि उनीहरू चाहिँ सबैजना कलङ्कीमा झर्छ म एक्लै थानकोट मा झर्नेछौँ बोल न किनकि अब हामी अर्को स्याटरडे फेरि भेट्नेछौँ अनि हाम्रो फेरि आउनेछ म चाहिँ अब छाउनीको गाडी पाएँ भने जाने हो होइन म र मम्मी अनि नभए पाएँ भने चाहिँ जाने नभए के कलङ्की झर्ने होला सो गाइज यति नै हो अब हामी छुट्टी नाट्यौँ थानकोट पुगेपछि हाम्रो भ्लग कम्प्लिट गर्नेछ म इन्डिङ गर्नेछु सो यस्तो हो कि अब हाम्रो 2 ग्रुप हुँदैछ अनि सो हामी छिटो हिँडौँ न तेरो मम्मी आउँछ तै हाम्रो चाहिँ अब ग्रुप फेरि जोड्दैछ गाडी हैन छुट्दै के राम्रोसँग देख छुट्दै सबिता वेयर इज साइलेन्ट किन नबोलेको प्लिज बोल ल बाइ यो कहाँ पुग्ने हो अब फेरि हामी एउटा ग्रुप कम भयो तिनीहरू गयो बाई यसो अब हामी 2 मात्रै हो हामी 2 तपाईँ टेम्पोमै चढ्नुपर्छ हो यो हो त टेम्पो होइन काप्यो हो उता पुग्नुपर्छ हो गाइज अब हाम्रो चाहिँ भ्लग अब यसबाट हामी छुट्टिनेछौँ बाई बाई गाइज